हेलो साथीहरू, आज मैले टमाटरको ग्रेभी बनाउन लागिरहेको छु। प्याजलाई राम्रोसँग साफ गरेर मैले यो भाँडामा राखेर यसरी सही 3-4 चोटि तान्दिएँ साथीहरू। हेर्नुहोस् है कति राम्रोसँग काट्छ नि यो भाँडामा, समयको पनि बचत हुन्छ साथीहरू। मैले चाहिँ यो भाँडा पहिल्यै लिएको थिएँ, मैले युज गरेको थिइनँ। कहिले-कहिले एउटा दुइटा मात्रै टमाटर प्याज काट्नुपर्छ अनि त्यही भएर आज चाहिँ मलाई अलिक धेरै नै काट्नुपर्ने थियो अनि त्यही कारणले मैले निकालेको। प्याज काटिसकेपछि टमाटर पनि हेर्नुहोस् है मिडियम साइजमा यसरी काटेर हाल्नुपर्छ अनि मात्रै पिस्नलाई अलिक सजिलो हुन्छ कि साथीहरू। अनि मैले सफा गरेर यसरी भाँडामा राखेर सही तानेको छु। हेर्नुहोस् है कस्तो राम्रो साइजमा काट्छ नि। हजुरहरू पनि ट्राई गर्नु होला है साथीहरू। कति साथीहरूले त ट्राई गरिसक्नु भएको छ होला। ट्राई नगर्नुभएको साथीहरूले पनि ट्राई गर्नु होला। आफ्नो समयको पनि बचत हुन्छ कि साथीहरू। हेर्नुहोस् त कति राम्रोसँग पिस्यो नि। यो भिडियो हजुरहरूलाई मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनु है।